आज चाहिँ फाइनली 1 वर्षपछि लन्डनको क्रिसमस नाइट लाइफ हेर्न मौका पाएको छौँ क्या। इन्स्टा फेसबुकमा भाइरल भइरहेको यो ठाउँ पनि घुम्ने मौका पायौँ। लन्डनमा भन्नै नसकिने क्या, एकैछिनमा पानी पर्छ अनि एकैछिनमा रोकिने। पानी परे पनि बल्ल बल्ल लन्डन आउनुभएको, हामीले त भिज्दै भए पनि घुम्यौँ। अनि युके आएर थाहा भयो यो ब्रिजलाई चाहिँ लन्डन ब्रिज भन्दैन रहेछ, यसलाई चाहिँ टावर ब्रिज भन्दो रहेछ। लन्डन ब्रिज चाहिँ फाल्टै रहेछ है। खास लन्डन ब्रिज चाहिँ कुनलाई भन्छ त्यो हेर्नुको लागि पुरै भिडियो हेर्नु होला। गाइस हामी चाहिँ लन्डन पुग्यौँ फाइनल्ली। आउँदा हेरे 4 बज्दैछ भर्खर है, 4 बजी जस्तो हजारा भइसक्यो क्या। अब यो चाहिँ यहाँ बस्नुहुन्छ दिदीहरू चाहिँ यो घर हो। अब हामी चाहिँ दिदीहरूलाई पर्खिँदैछौँ। यहाँ हौ अर्कै घरमा गएर उभिरहेको उता तल छौँ भन्दै। भित्र त तातो छ, कोठाभित्र आइपुग्यौँ हामी है। यसमा कति तातो कोठा हौ। भिडियो बनाउँदैछु म चाहिँ। भिडियो बनाएर चाहिँ कसरी सफा बनाएर राख्नु हो कोठा त अनि हामी आउँछौँ भनेर क्या चटक्क बनाएर राख्नु भएको छ। सधैँ यस्तै हुन्छ। भ्यू देखाइन्छ ल कोठाबाट यस्तो चाहिँ। तर चिसो रहेछ बाहिर। ए लन्डनको खोला है यो चाहिँ। केबल कार छ पर त्यहाँनिर। मिठो देखिरहेछ। नमस्ते। दामी देखेछ। चम्ची पनि सुनको रहेछ यहाँ त। गाइस यो चाहिँ लन्डन अन्डरग्राउन्ड होइन। अन्डरग्राउन्ड भनेको चाहिँ मेट्रो भनौँ न, यो चाहिँ माटो मुनि कुद्ने भएकोले अन्डरग्राउन्ड भनेको होला सायद। अब हामी चाहिँ क्रिसमस डेकोरेसन हेर्नको लागि अन्डरग्राउन्डमा चढेर जाँदैछौँ सबैजना। उभिएर जाने हामी घुम्नु जाँदैछौँ हामी चाहिँ अहिले। हेलो भन्दिनँ हामी कहाँ आएको छौँ अहिले भन्दा त ग्रीन पार्क। कहाँ जाँदैछौँ हामी अहिले? हामी चाहिँ अब हिँड्दै क्रिसमस डेकोरेसनहरू हेर्दै जान्छौँ। क्रिसमसको डेकोरेसन सुरु भइसकेको छ यहाँनिर। अनि हामी चाहिँ चाइना टाउन त्यही हेर्दै चाइना टाउन। ए लन्डन आज घुम्नै पऱ्यौँ आज धेरै पछि। यता अगाडि दाइ र दिदी हुनुहुन्छ। अहिले चाहिँ बेलुकाको 6:30 मात्र भइरहेको छ क्या। तर अँध्यारो भइसक्यो बाहिर होइन, र पनि मान्छेहरू भिड छ यहाँनिर। हामी चाहिँ बाहिर निस्कनु लागेको हो। म एक्साइटेड छौँ है हामी त आज लन्डन घुम्नलाई। तपाईँ एक्साइटेड हुनुहुन्छ? ए दिदी त यहीँ बस्नुहुन्छ के एक्साइटेड होइन? पानी बदुरो लन्डन। हामी चाहिँ टाढा बस्छौँ नि त लन्डनबाट। एक घन्टा लाग्छ हाम्रो चाहिँ लन्डन आउनु, त्यही भएर हामी आइराख्दैनौँ नि त। अनि त्यही भएर हामी चाहिँ एक्साइटेड थियो नि। फर्स्ट टाइम हो राति हाम्रो लन्डनमा। राति अर्कै मजा आउँछ। दिउँसो त हेरेको हो, राति चाहिँ अर्कै मजा आउँछ क्या लाइटिङहरूले गर्दाखेरि। बाहिर निस्किने बेला कस्तो चिसो भएको हौ। यही हो लन्डन। इन्स्टाको रिल्सतिर एकदमै भाइरल भएको छ नि त्यो लन्डनको क्रिसमस लाइटिङ होइन। त्यही बाटो हो क्या यो चाहिँ। हामी पुग्न आँटेको छौँ त्यहाँनिर। मेरै छेउमा छ, अब म देखाउँछु। यही हो मैले देखेँ। यो पछाडिको छ नि लाइट, यही हो क्या। परी उडिरहेको छ। क्रिसमसको डेकोरेसन यही हो। यस्तो देखिन्छ क्या। यो ठाउँ चाहिँ लन्डनको एकदमै फेमस हो क्या क्रिसमस लाइटको लागि। मान्छेहरूले चाहिँ प्रायः जसो इन्स्टातिर फेसबुकतिर फोटो हाल्नुको लागि यहाँनिर फोटो खिच्छन् क्या। सबैजनाको हातमा क्यामेरा छ, सबैजना फोटो खिच्नमा बिजी छ होइन। गाडीहरू आइरहेको छ तर पनि मान्छेलाई मतलबै छैन क्या। सबैजना फोटो खिच्नमा त्यति साह्रो बिजी छ क्या यहाँनिर। गाइस लन्डनको वेदर यस्तै छ। अहिले भर्खर यस्तो थियो होइन, एकैछिनमा पानी पर्न थालिहाल्यो। लन्डनको रिक्सा, अटो, सफारी। हामी चाहिँ अब यसो साइडमा बसेको ओतमा। गाइस पानी पर्दैछ तर पनि हामी चाहिँ अब हिँड्दैछौँ छेउछेउबाट होइन। किनकि अब पानी रोक्नु 1 घन्टा लाग्ने रहेछ। पर्ख्यौँ भने फेरि उता चाइना टाउन फेरि बन्द। हामी चाहिँ अहिले चाइना टाउन जाँदैछौँ यहाँबाट। त्यही भएर हामी चाहिँ छेउछेउबाट जाँदैछौँ। छेउछेउमा चाहिँ पानी त्यति मजाले भिजेको छैन। हामी चाहिँ यहाँ बिल्डिङको छेउछेउ भित्ता हिँड्दै जाँदैछौँ क्या। बाटो काट्नु लागेको गाइस अब हामी यहाँनिर। त्यही पिङ्क गाडी आउँदैछ यहाँनिर। यता चाहिँ टोपी नभएर मेरो जस्तो टोपी छ नि त, अनि त्यही भएर म चाहिँ बचेको छ टाउको होइन। उसको चाहिँ छैन, उसले त ज्याकेट खोलेर यसरी उड्दैछ। घुम उडे जस्तै त देखाइदियो त अनुहार।
सबै ज्याकेट भिजिसक्यो गाइज के गर्नु अब होइन भन्न आज चिसो चाहिँ छैन है गर्मी नै छ क्या आज चाहिँ त्यही भएर ठिकै भइरहेछ पानी परेर पनि तर भिज्नु चाहिँ भिज्यो लन्डन है पोहोरदेखि आउने क्रिसमसमा पोहोरको क्रिसमसमा नि आउने भन्दा आउँदै त्यत्तिकै पोहोरको क्रिसमस गयो क्या क्रिसमस न्यू इयर किनकि क्रिसमस न्यू इयरको बेलामा त एक डेढ महिना अगाडि चाहिँ यस्तो लाइटिङहरू हुन्छ क्या बाटोतिर अनि त्यही भएर पोहोरदेखि आउने भनेको पोहोर आउनु पाइनँ अनि त्यही भएर योपालि चाहिँ हामी टाइम मिलाएर आएको ठ्याक्क दिदीहरूलाई पनि भेट्नु भनेको थियो अब चाहिँ हामी चाइना टाउन पुग्नु लाग्यौँ चाइना टाउनमा चाहिँ चाइनिजहरूको छ क्या मार्केट अनि हामी चाइनिजको मार्केट घुम्नु जाँदैछु मैले रातिको 8 जस्तो बज्यो है तर पनि यस्तो धेरै मान्छे क्या भिड छ अझै 8 समथिङ भइसक्यो नि 8 बजिसक्यो हिँड्दा पानी पर्छ हिँड्दा पानी रोकिन्छ यस्तो यो चाहिँ चाइना टाउनको गेट हो किन नआउनु युके एकैछिनमा पानी पर्छ एकैछिनमा घाम लाग्छ होइन यहाँदेखि चाइना सुरु भयो चाइना मिनी चाइना हो यो चाहिँ युकेको चाइना हामी चाहिँ चाइनिज बेकरी खाना किन्नुको लागि आएको हो अब एकछिन भ्यूको इन्जोय गर्नु चाइनिज मार्केटको भ्यू हामीले चाहिँ यो सब किन्यौँ है गाइज 20 पाउन्डको 19 पाउन्डको यो दुइटा चाहिँ फ्रीमा दियो हामीलाई के दियो फ्रीमा कस्टर्ड जन भन्न किनेर रहेछौँ यहाँ चाहिँ यो ठाउँ चाहिँ चाइना टाउनबाट निस्किने बित्तिकै बाहिर छ क्या यहाँनिर चाहिँ सानो क्रिसमसको मार्केट लागेको रहेछ हामी चाहिँ अब के छ क्रिसमस मार्केटभित्र भनेर हेर्नुको लागि पस्यौँ भित्र चाहिँ यस्तै क्रिसमसको डेकोरेसनहरू क्रिसमसको स्टलहरू थियो होइन अनि साइडमा यहाँ बिचमा चाहिँ एउटा आगो बालिरहेको छ क्या खासमा यो चाहिँ मार्समेलो पोलेर खाने ठाउँ रहेछ होइन तर सबैजनालाई आगो तापिरहेछ त्यही भएर हामीले पनि आगो ताप्न थाल्यौँ क्या त्यहाँनिर जाडो पनि थियो नि त र क्रिसमस मार्केटमा यसरी तातो आगो बालिदिएको यो भुइँमा देखेको चाहिँ सबै आइस हो क्या बरफ हो होइन अनि यहाँ चाहिँ स्केट गर्नुपर्ने हो क्या आइस स्केटिङ गर्ने हो पानी रोक्यो भएर न एकैछिनमा है एकैछिनमा पानी पर्छ एकैछिनमा रोकिन्छ अब एकैछिनमा घाम चाहिँ लाग्दैन किनकि अँध्यारो भइसकेको छ रात परिसकेको छ रातिको 8-9 बजिसक्यो यहाँ चाहिँ बियर खाने ठाउँ हो दाइले बियर खान जान भयो हामी चाहिँ के खाने तपाईँ पनि खान लाग्नुभएको हामी 3 जना चाहिँ नखाने परेछौँ यता चाहिँ खाने लिन जानुभयो तताको वाइन पनि तताको क्या यस्तो कागज त्यो अलिअलि अरेन्ज हालेर तताएर दिँदाखेरि मलाई के स्टिम गर्छ हट चक्लेट पो बनाएछ खान्न म हामी यति नै हो क्रिसमस मार्केट सक्यो हामी चाहिँ मेन फाइनल डेस्टिनेसन जाँदैछौँ है लन्डन ब्रिज यही हामी चाहिँ लन्डन ब्रिज आइपुग्यौँ है अहिले लन्डन ब्रिज होइन यो लन्डन ब्रिज म देखाउँछु यो देखेको पुललाई लन्डन ब्रिज भन्छ क्या देखिँदैछ नि होइन यसलाई चाहिँ खासमा लन्डन ब्रिज भन्छ जुन हाम्रो त्यो फोटोतिर देखाउँछ नि त्यसलाई चाहिँ टावर ब्रिज भन्छ त्यो चाहिँ अलिकति अगाडि छ त अब हामी त्यतै जाँदैछौँ होइन म देखाउँछु नजिकै चाहिँ यहाँबाट 4-5 मिनट हिँड्दै हामी चाहिँ भ्यू हेर्दै खोला परि दामी घर देखिरहेको छ यहाँ पनि क्रिसमस मार्केट सुरु भएको छ क्या यो चाहिँ पुरा मार्केटहरू लागेको छ खानेकुराहरू सामानहरू छ यहाँनिर चाहिँ होइन नेपाली दाइहरूले पनि दोकान लगाएको रहेछ यहाँनिर स्टलहरू मोमोहरू बेच्दै हुन्छ मोमो चाउमिनहरू तर हामी चाहिँ अगाइसकेको छौँ हामीलाई चाइनिज बुफे खाएर आयौँ होइन त्यही भएर हामी केही नखाने अब यो चाहिँ हो क्या खासमा हामीले देख्ने तर यसलाई चाहिँ लन्डन ब्रिज भन्दैन चाहिँ यसलाई टावर ब्रिज भन्दो रहेछ यही हो लन्डन सहर यस्तै छ राति झिलिमिली
गाइज अब आजको भिडियो त्यतिसम्म है धेरै लामो भइसक्यो धेरै ठाउँ घुम्न आज थाकेको पनि छौँ अब चाहिँ गएर सुत्ने हो हामी अब भोलि कता कता घुम्छौँ त्यो अब नेक्स्ट भिडियोमा आउँछ होइन यो भिडियोमा त्यति नै अब भोलि चाहिँ दिउँसो हुन्छ त्यही भएर फुल्ली भिडियोहरू राम्रै हुन्छ होला अब आजको भिडियो त्यस्तै भयो हल्का अधार भएर होइन अब नेक्स्ट भिडियो चाहिँ अलिक राम्रो हुनेछ भन्ने भन्छु अनि त्यही हो थ्याङ्क यू फर वाचिङ बाई बाई